चाहिँ हामी प्लेनभित्र चढिसकेका छौँ सिटमा बसिसकेका छौँ। अब हामी दुबई डाइरेक्ट चाहिँ छैन कतार होइन कुवेतदेखि होइन कुवेत ट्रान्जेक्सन गरेर त्यहाँदेखि जान्छौँ। अब कुवेतको एयरपोर्टमा कति घन्टा सुताउने हो त्यस पछाडि मात्रै दुबईको फ्लाइट छ। सो हामी चाहिँ आजको दिनभरि यात्रा चाहिँ कस्तो हुन्छ सफल रहोस् होइन शुभ दिन सबैजनालाई। सी यु नेक्स्ट भिडियो। हामी चाहिँ अहिले यहाँ कुवेतको एयरपोर्टमा चाहिँ वेटिङ गरेर बसिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ साथीहरू छ होइन। हामी जम्मा धेरैजना छौँ यहाँनिर चाहिँ होइन 10-12 जना छ हामी छौँ। अहिले चाहिँ यहाँ बसिरहेको छ। अब यहाँदेखि चाहिँ हामी 1 बजीको फ्लाइट छ दुबई। त्यस पछाडि मात्रै उता वहीँ पुगेपछि के कस्तो हुन्छ उहाँको अपडेट हालिदिनेछु। भिडियोलाई हेर्दै गर्नु होला है। अब चाहिँ हामी कुवेतबाट फ्लाइट चढ्दैछौँ दुबईको लागि। केही समय पछाडि चाहिँ हामी यहाँबाट दुबईको लागि प्लेन यात्रा गर्दैछौँ है त। तातो रहेछ पुरा गरम रहेछ है। हेर्नु बाहिर निस्केपछि पुरा तातो काम भयो है। अहिले चाहिँ हामी दुबईको एयरपोर्टमा आइसक्यौँ। हाम्रो टिम सबैजना आइसक्नु भएको छ होइन।